तपाईले भने जस्तै इजरायलमा पनि फेल भयो यो 2000 सायद नेतन्याहु हुनुहुन्थ्यो होला त्यति बेलाको यो 2001 तिर इजरायल श्रीलङ्कामा पनि यो अभ्यास चाहिँ ल्याइएको थियो हैन यसका अब यति धेरै यसको चाहिँ डिमेरिट्सहरू छन् हैन तै पनि अब सासाना पार्टीहरूद्वारा चाहिँ राजनीतिक पार्टीले पनि त उठाएको मुद्दा हो यो हैन उहाँले उठाउनुको चाहिँ मेन रिजन चाहिँ के होला त यो नै ल्याउनु पर्छ भन्ने कुराहरुमा चाहिँ कोही मान्छेलाई म असाध्यै पपुलर छु भन्ने लाग्छ हैन कहीँ गयो 2000 4000 5000 का भिड हुन्छन् मान्छेहरू फोटो खिचाउन आए हुन्छन् सेल्फी उसँग खिचाइरा हुन्छन् डिस्कोमा जाँदा पनि उसँग त्यति नै मान्छेहरू हुन्छन् हैन पब्लिक प्रोग्राममा त्यति नै मान्छेहरू उसँग हुन्छन् सडकमा हिँड्दा त्यति नै मान्छेहरू हुन्छन् त्यसैले म असाध्यै पपुलर छु जब म असाध्यै पपुलर छु र पिपुलले मलाई मन पराइरहेको छ भने म किन अरूको भर पर्ने म पिपुलकै भर पर्छु त्यसैले डाइरेक्ट इलेक्टेड प्रेसिडेन्ट सिस्टममा गयो भने पिपुलले मलाई चुज गर्छ अनि म चाहिँ राष्ट्र प्रमुख हुन्छु भन्ने लाग्छ र पपुलर हुन चाहने व्यक्तिहरूले पोलिटिसियनहरूले उठाउने यो मुद्दा हो अब त्यो पपुलारिटीको टेस्ट कसरी हुन्छ भन्दा निर्वाचनबाट हुन्छ तर हामीले हेर्यौं हाम्रो पछिल्लो त्यो पपुलिजमको हावा अहिले संसारभरिमै चलेको छ त्यसैको बासिटा हो नेपालमा अहिले उठेको चाहिँ मैले भने हिजो पनि उठेको थियो संविधान सभाको मा यो मुद्दा अहिले उठेको चाहिँ पपुलिजमको हावाले यो उठेको छ हैन अब त्यो पपुलिजमको हावाको हामीले पछिल्लो उदाहरण हेर्यौं भने युक्रेनको जेलेन्स्की नमस्ते म आइसा भण्डारी आजको एपिसोडमा हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी अभ्यासभित्र भएका सबल र दुर्बल पक्षहरूलाई चाहिँ डिस्कस गर्नेछौँ र यस विषयमा यस छलफलका क्रममा उब्जिएका विभिन्न प्रश्नहरूलाई चाहिँ आज समाधान गर्नका लागि चाहिँ हामीसँग हुनुहुन्छ संविधानविद सिनियर एडभोकेट टीकाराम भट्टराईज्यू यहाँलाई स्वागत छ धन्यवाद सरलाई चाहिँ मैले पहिलो प्रश्न के राख्न चाहे भन्दाखेरि जुन भदौ 22-23 गते भयो जेनजी मुभमेन्ट वा जेनजी आन्दोलन त्यसपछि जुन खालको परिवर्तन आइरहेछ अहिले जुन खालको डिमान्डहरू आइरहेछ हैन यो चाहिँ नेपाली राजनीतिमा पनि हेर्दै गर्दाखेरि चाहिँ यो अलिकति फरक छ जेनजी जुन मुभमेन्ट छ यो अलिकति फरक छ नेपालको राजनीतिमा मधेस आन्दोलन भए यता चाहिँ हाम्रो दरबार हत्याकाण्ड भयो हैन र जनआन्दोलन भयो तर यो जेनजी मुभमेन्ट चाहिँ अलिकति फरक छ किनभने यो चाहिँ अलिकति कुनै पनि पार्टीले घोषणा गरेर भएको मुभमेन्ट होइन अब यसलाई चाहिँ नेपालको ऐतिहासिक जुन लामो ऐतिहासिक श्रृङ्खलामा हेर्दै गर्दाखेरि चाहिँ यसलाई चाहिँ हामीले एक हिसाबको परिवर्तनको घटना हेर्न सकिन्छ वा एउटा चाहिँ सामान्य दुर्घटनाको रूपमा चाहिँ हामी लिन सक्छौँ यसलाई चाहिँ यस्तो छ यो चाहिँ परिवर्तन गर्ने विभिन्न माध्यमहरू हुन्छन् जनताका इच्छा आकांक्षाहरूको माध्यमबाट भइरहेको शासन व्यवस्थामा दखल दिने परिवर्तन गर्ने वा नयाँ शासन व्यवस्थाको माग गर्ने प्रमुख रूपमा संसारभरि तीनवटा प्रक्रिया हुन्छन् एउटा क्रान्ति हुन्छ दोस्रो आन्दोलन हुन्छ र तेस्रो विद्रोह हुन्छ यो आन्दोलन क्रान्ति र विद्रोहका आफ्नै चरित्र छन् विशेषता छन् र यिनीहरुमा फरकपन पनि छ तीनटैको साझा कुरा तीनवटैले यथास्थितिको विरुद्धमा आवाज उठाएको हुन्छ परिवर्तनको चाहना राखेको हुन्छ तर यिनमा फरक छ जहाँसम्म तपाईको प्रश्न छ यो सामान्य घटना हो कि के हो भन्दा यो सामान्य घटना होइन यो सामान्य घटना होइन भन्दा अघि मैले भनेको तीनवटा मध्ये आन्दोलन हो कि क्रान्ति हो कि विद्रोह हो भन्दा क्रान्तिको चरित्र कस्तो हुन्छ भने क्रान्तिको राजनीतिक चरित्र हुन्छ एक दोस्रो त्यो खास राजनीतिक शक्तिद्वारा परिचालित हुन्छ क्रान्ति तेस्रो त्यो क्रान्तिका निश्चित मुद्दाहरू हुन्छन् र चौथो चाहिँ त्यो क्रान्ति विजय भएको अवस्थामा पुरानो सत्ता र क्रान्तिकारी सत्ताको बीचमा खास सम्झौता हुन्छ र सम्झौता पश्चात क्रान्तिकारीहरूको माग अनुसारको शासन व्यवस्थाका लागि नयाँ संविधान हुँदै नयाँ शासन व्यवस्थामा प्रवेश गर्छौं त्यसलाई हामी लिगल टर्मिनोलोजीमा अथवा कन्स्टिट्युसनको जुरिस्प्रुडेन्समा
फ्रेस स्टार्ट भन्छौँ। क्रान्तिपछिको स्टार्ट फ्रेस स्टार्ट हो। हामी नेपालको सन्दर्भमा 2007 सालकोलाई क्रान्ति भन्न सक्छौँ। राणा शासनको अन्त्य भयो, अन्तरिम शासन विधान 2007 जारी भयो। इट वाज अ रिभोल्युसन, शासनै परिवर्तन भयो। त्यस पछाडि हामी 46 सालको अर्को क्रान्ति भयो। त्यहाँ बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्रको स्थापना भयो, दलविहीन पञ्चायती व्यवस्था गयो, त्यहाँ पनि शासन व्यवस्थाको परिवर्तन भयो। र 62-63 सालमा माओवादीको सशस्त्र युद्ध र त्यस पछाडि अरू राजनीतिक दलहरूको शान्तिपूर्ण जनआन्दोलनको फ्युजन भएर अनि संविधान सभाको जन्म हुँदै राजतन्त्रको अन्त्य भयो। इट वाज अल्सो अ रेभोल्युसन। म्हणजे नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म 3वटा क्रान्ति भएका छन् मेरो विश्लेषणमा। यो अहिलेको जेनजी मुभमेन्ट त्यो प्रकृतिको हो भन्दा अघि मैले भनेका यो निश्चित पोलिटिकल फोर्सले आयोजना गरेको थिएन, राजनीतिक माग थिएन, सत्तासँग कुनै सम्झौता भएको थिएन, यसले शासन व्यवस्था परिवर्तन गरेको थिएन। त्यसले गर्दा यो के होइन भन्दा यो क्रान्ति होइन। दोस्रो, अब यो विद्रोह हो कि आन्दोलन हो? विद्रोह र आन्दोलनमा फरक के हुन्छ भने आन्दोलनले शासन व्यवस्थामा परिवर्तनको माग राखेको हुँदैन, त्यो शासन व्यवस्थाको सुधारको माग राखेको हुन्छ र यो चाहिँ अलि लामो प्रोसेसको हुन्छ। निश्चित मागहरू पेश गरिन्छ, सरकारसँग डायलग हुन्छ, अनि सहमति हुन पनि सक्छ। सहमति भएन भने पिसफुल तपाईको आन्दोलन हुन्छ, प्रोटेस्ट हुन्छ, हैन, नारा जुलुस हुन्छ। यसले अलि लामो समय लिन्छ। नेपालको इतिहासमा हामीले हेर्यौँ भने 36 सालको विद्यार्थी आन्दोलन, त्यसैगरी अस्ति शिक्षकहरूले 82 सालमा गरेको आन्दोलन, यो आन्दोलनको प्रकृति भयो। उनीहरूले सरकार फाल्ने योजना माग हुँदैन, सुधारको माग गरेको हुन्छ, यो आन्दोलन भयो। त्यो प्रकृतिको पनि यो जेनजी मुभमेन्ट थिएन। त्यसैले यसलाई हामी आन्दोलन भनेर परिभाषा पनि गर्न सक्दैनौँ। अब मैले भनेको लास्ट चाहिँ के हो भने यो रिभोल्युसन हो। इट्स अ ग्रेट रिभोल्युसन, के अरे इट्स अ ग्रेट विद्रोह। यो विद्रोह हो, यो रिभोल्युसन होइन। अब विद्रोहको चरित्र के हुन्छ भने यो अर्गनाइज हुँदैन, यसको निश्चित लिडर हुँदैन, यो पोलिटिकल नेचरको हुँदैन, यसका निश्चित मागहरू हुँदैनन्। खालि शासन सत्ता वा शासकहरूको विरुद्धमा चारैतिरबाट आवाज उठ्छ र मान्छेहरू सडकमा आउँछन्। यसको दुःखद पक्ष यो कहिलेकाहीँ भाइलेन्ट भइदिन्छ, कहिलेकाहीँ पिसफुल भइदिन्छ। यो विद्रोहको नेचर नै हो। त्यसैले यो जुन जेनजी हामी मुभमेन्ट भनिरहेछौँ, यो मेरो विश्लेषणमा यो एउटा विद्रोह थियो। यो पोलिटिकल नेचरको थिएन, यसले संविधान चेन्जको माग गरेका थिएन, सरकार परिवर्तनको माग गरेका थिएन, यसले लामो कोर्समा जान्छ भन्ने यसको कुनै पूर्व तयारी थिएन, यसका खास लिडरहरू थिएनन्। यसर्थ के हो भन्दाखेरि यो एउटा विद्रोह हो। त्यसैले तपाईँको प्रश्न यो सामान्य घटना होइन, यो असामान्य घटना हो। यो घटना मात्रै पनि होइन, यो के हो भन्दाखेरि यो विद्रोह हो, तर यो क्रान्ति होइन र यो आन्दोलन होइन। ठ्याक्कै सरको त्यो अर्को प्रश्न ठ्याक्कै यसपछि मलाई आयो। यसलाई चाहिँ अब तपाईँले जुन खालको यो क्रान्ति हो भन्नुभयो, होइन, क्रान्ति होइन भन्नुभयो, यसमा चाहिँ विद्रोह भन्नुभयो। यसमा चाहिँ तपाईँको इनिसियली उहाँहरूको माग थिएन, यस्तो जुन के भन्छ डाइरेक्टली इलेक्टेड एक्जिक्युटिभ ल्याउनुपर्छ भन्ने माग थिएन। इनिसियली करप्सनको लागि चाहिँ उहाँहरूले लडिरहनु भएको थियो र त्यसपछि ट्रान्सप्यारेन्सीहरू हुनुपर्छ भन्ने कुराहरू थियो। अहिलेको तर पछिल्लो समयमा विभिन्न समूहहरूले चाहिँ यो उठाउँदै आएको मुद्दाहरू पनि हो। नेपालमा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने कुराहरू छ। कोही ग्रुपले चाहिँ अब यो चुनाव जुन अहिले आउँदै गरेको चुनाव अगाडि नै हामीले यो व्यवस्था गर्नुपर्छ भन्ने छ भने, अर्को समूहले चाहिँ निर्वाचित पछि भएको सरकारलाई चाहिँ यो हस्तान्तरण गर्नुपर्छ, उहाँहरूले डिसाइड गर्नुहुन्छ भन्ने छ। अब यो नेपालको अवस्था र हाम्रो संविधानको व्यवस्था अनुसार चाहिँ के यो अहिले हामीले चुनाव अगाडि नै यसलाई चाहिँ हामीले व्यवस्था गर्न मिल्छ कि मिल्दैन? यो प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री दुईटै जे पनि हुनसक्छ। संसारमा विभिन्न ठाउँमा भएको अभ्यास हो। प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिँ धेरै ठाउँमा भएको अभ्यास हो। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिँ इजरायलमा मात्रै हो। इजरायलमा लिखित कन्स्टिट्युसन भनेर कन्स्टिट्युसन भनिँदैन, त्यहाँ बेसिक ल भनिन्छ। बेसिक लले डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टरको व्यवस्था गर्यो जम्मा एकपटक।
त्यो डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टर जम्मा एकपटक निर्वाचित भयो, तर त्यो 4 वर्षको लागि थियो। त्यसले 2 वर्ष पनि त्यो नटिकिकन अनि संविधानै संशोधन गरेर त्यो व्यवस्थै हटाइयो। म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा गर्दैछु। दोस्रो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति, कार्यकारी प्रमुख राष्ट्रपतिको रूपमा यो माग चाहिँ तपाईको पुस्तालाई नयाँ हो, तपाईभन्दा 10 वर्ष अगाडि जन्मिएको पुस्तालाई नयाँ हो। नेपाली राजनीतिमा यो माग नयाँ होइन। यो माग 2007 सालदेखि कुनै न कुनै पोलिटिकल फोर्सले उठाएकै थियो र म आफू प्रत्यक्ष रूपमा 47 सालको संविधान निर्माणमा अलि थोरै, 62-63 को संविधान निर्माणमा अलि राम्रैसँग लागेको व्यक्ति हुँ। त्यहाँभित्र भएका डायलगहरू, कुन पार्टीले के राखेको थियो, अनि हामी त्यो प्रत्यक्ष निर्वाचित कार्यकारीबाट कुन बिन्दुमा ब्याक भयौँ, मलाई झल्झली याद छ। त्यो नेताहरूको हाउभाउ जसरी अहिले हामी यो टेबलमा कुरा गर्दैछौँ, यो टेबलमा कुरा गरे जस्तै संविधान सभाको त्यो संवैधानिक समितिमा भएका डायलगहरू अहिले पनि मलाई थाहा छ र यो घनीभूत रूपमा त्यतिखेर उठेको हो। तर संविधान सभाले यसलाई के गर्यो भन्दा सहमति भएन यो विषयमा र अत्याधिक बहुमतका साथ हामीले अहिलेको रिफर्म पार्लियामेन्ट्री सिस्टम भन्छौँ हामी, सुधारिएको, त्यसलाई नेपालीमा भन्दा सुधारिएको पार्लियामेन्ट्री सिस्टम हामीले अवलम्बन गऱ्यौँ। यसलाई किन सुधारिएको भन्यौँ भने यो ठ्याक्कै बेलायतको जस्तो वेस्ट मिनिस्टेरियल पार्लियामेन्ट्री सिस्टम थिएन। मौलिक चरित्र अहिलेको हाम्रो पार्लियामेन्ट्री व्यवस्थाको मौलिक चरित्र बेलायतकै जस्तो संसदीय व्यवस्थाको, तर यसमा केही संशोधन गऱ्यौँ हामीले। यसर्थ यो रिफर्म सुधारिएको पार्लियामेन्ट्री सिस्टम हो। त्यो सुधारिएको पार्लियामेन्ट्री सिस्टमको पक्षमा संविधान सभाको 79% मत व्यक्त भयो। जनताले चुनेर पठाएको डाइरेक्ट इलेक्टेड संविधान सभाका मेम्बरहरू यो पक्षमा गए। हाम्रो संविधान सभा फेरि संसारमा अचम्मको संविधान सभा हो। यसरी डाइरेक्ट जनताले संविधान बनाउनैकै लागि भनेर चुनेर पठाएको भनेको साउथ अफ्रिका हो एउटा पछिल्लो अवधिको। नभए कसैले स्थानीय तहका प्रतिनिधि जो इलेक्टेड थिए, कसैले त्यो पार्लियामेन्टका सदस्यहरू थिए, पार्लियामेन्टलाई नै कन्स्टिट्युन्ट एसेम्ब्ली बनाए। इन्डियाको फरक थियो होइन, उनीहरूले प्रोभिन्स लेभलमा इलेक्टेडलाई यो कन्स्टिट्युन्ट एसेम्ब्ली बनाए। तर हामीले चाहिँ संसारमा नै साउथ अफ्रिका पछि जनताले डाइरेक्ट चुनेका प्रतिनिधिहरूद्वारा नै संविधान लेख्ने काम गऱ्यौँ। हामीले मत दिएका मान्छेहरूको 79%ले यो प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदैन र यो नेपालको सन्दर्भमा चाहिँ यो ठिक छैन भन्ने निष्कर्ष निकाले। अब तपाईको प्रश्न चाहिँ यसको सम्बोधन कसरी गर्नुपर्छ भन्दा, पहिलो कुरा जेनजी मुभमेन्टमा यो कुरा उठेको थिएन प्रारम्भमा। पछि अन्तरिम सरकार बनिसकेपछि जेनजी मुभमेन्टमा संलग्न भएका वा जेनजी मुभमेन्टलाई सहयोग गर्ने विभिन्न युथ ग्रुपहरूमध्ये कसैले यो मुद्दा पनि लिएर आए र जति बेला भदौ 27 गति यो अन्तरिम सरकार बन्यो, त्यसपछि असोज 15 सम्म करिब यो मुद्दामा हाई साउन्डिङ भएकै थियो। तर त्यहाँदेखि यता अहिले यो मुद्दा क्रमशः अलि त्यो सबसाइड हुँदै गएको जस्तो हामीले अनुभूत गरेका छौँ। किनभने जुन पुस्ताले त्यो मुभमेन्ट गर्यो त्यो पुस्ताले उठाएका मागसँग म बिल्कुल सहमत मान्छे हुँ। त्यो बलिदानको सम्मान गरिनुपर्छ र नेपालमा रिफर्म आवश्यक छ भन्ने मान्छे नै हुँ म। जेनजी मुभमेन्टको भावनासँग म सहमत मान्छे हुँ होइन। त्यसले गर्दा जेनजी मुभमेन्टमा संलग्न त्यो स्कुलका वा कलेजका भाइ बहिनीहरूले बिस्तारै नेपालको राजनीति, नेपालको संवैधानिक इतिहास क्रमशः पढ्न थालेर यसका मेरिट र डिमेरिटहरूको बारेमा अहिले उनीहरू पर्याप्त जानकार छन्। त्योबाट अहिले यो विषय चाहिँ हाई साउन्डिङ छैन। खैर, संवैधानिक र राजनीतिक शास्त्रमा यो एउटा कता लाने मुलुकलाई कस्तो शासकीय स्वरूप अवलम्बन गर्ने भन्ने सम्बन्धमा प्रत्यक्ष निर्वाचित कार्यकारी पनि एउटा छलफलको र विमर्शको विषय हो। यसलाई ठाडै इग्नोर गर्न र यसलाई ठाडै इन्कार गर्न सकिँदैन। यसका राम्रा पक्ष पनि छन् र यसका नराम्रा पक्षहरू पनि छन्। तर यो सरकारले अब प्रधानमन्त्रीले भनि नै सक्नुभयो, संविधान संशोधनको विषय अहिलेको विषय होइन, अन्तरिम संविधानको म्यान्डेट होइन।
अब नयाँ आउने पार्लियामेन्टमा मात्र यो विषय चाहिँ विचाराधीन हुन्छ भनेको भएर अब यो मुद्दा पनि निर्वाचनमा जाने भयो। विभिन्न पोलिटिकल पार्टीहरूले उम्मेदवारहरूले यो मुद्दा उठाउँछन्। यो मुद्दा उठाउँदाखेरि यसको पक्षमा मेजोरिटी आयो भने भावी पार्लियामेन्टले संविधान संशोधन गरेर त्यसो गर्नेछ। तर मेजोरिटी आएन भने यो फेरि पनि नेपालको राजनीतिक र संवैधानिक इतिहासमा एउटा अध्ययनको विषय, एउटा छलफलको विषयमा नेपालको लामो राजनीतिक भविष्यमा यो विषय बाँकी नै अनसल्भ इस्युको रूपमा बाँकी नै रहनेछ। मलाई के विश्वास छ भने आउने पार्लियामेन्ट पछाडि पनि यो विषयलाई यदि पोलिटिकल पार्टीहरूले लिएर गए जनतामा भने पनि हाम्रो नेपालको भू राजनीतिक अवस्था र हामी जुन राजनीतिक प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आएका छौँ यो सबै हेर्दाखेरि आउने पार्लियामेन्टले पनि प्रत्यक्ष कार्यकारीको पक्षमा संविधान संशोधन गर्छ होला जस्तो मलाई लाग्दैन। तर अब इनकेस यो टपिक त उठि नै रहेछ होइन, यो कुनै अहिले अब अलिअलि सेलाएको भए तापनि यो फेरि चुनावपछि फेरि उठ्ने टपिक नै हो होइन। यदि नेपालमा चाहिँ प्रत्यक्ष कार्यकारी हुनुभयो, प्रत्यक्ष कार्यकारीको अभ्यास ल्याइयो भने चाहिँ हाम्रो गभर्मेन्ट चाहिँ कसरी फर्म हुन्छ, कसरी रन हुन्छ र यसका पनि यो अभ्यासभित्रमा पनि हाम्रो इलेक्सन चाहिँ डिफ्रेन्ट मोडलमा हुने गर्छन् होइन। त्यो इलेक्सन चाहिँ कसरी हुन्छ र यसमा चाहिँ प्रधानमन्त्री, हामीले चाहिँ प्रधानमन्त्रीको कुरा गरेका छौँ होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा गरेका छौँ भनेपछि यहाँ चाहिँ प्रधानमन्त्री र हाम्रो राष्ट्रपतिको चाहिँ रोल के हुन्छ भन्ने चाहिँ मैले यहाँलाई सोध्न चाहेँ। यसमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेको त्यो कार्यकारी प्रमुखै भयो जो डाइरेक्ट पिपुलबाट पपुलर भोटको आधारमा आउँछ, त्योसँग नै कार्यकारी अधिकार हुन्छ। अब डाइरेक्ट इलेक्टेड भएर प्राइम मिनिस्टर आयो भनेदेखि उसले त्यसमा हामीसँग धेरै मैले अघि प्रारम्भ भने जस्तै अन्तर्राष्ट्रिय अभ्यासहरू छैनन्। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मैले अघि भनिहालेँ इजरायलमा, त्योभन्दा बाहेक अर्को दोस्रो उदाहरणै छैन हाम्रोमा। त्यसले गर्दा इजरायलमा चाहिँ के भएको थियो भने प्रधानमन्त्री डाइरेक्ट पिपुलबाट इलेक्टेड भएर आउनुभयो, तर पार्लियामेन्ट उहाँको विपक्षमा आयो। पार्लियामेन्ट अनिवार्य चाहिन्छ, ल बनाउन पार्लियामेन्ट चाहियो। पार्लियामेन्ट बिना त एक्जिक्युटिभ हो प्राइम मिनिस्टर भनेको वा राष्ट्रपति भनेको। ल मेकिङ प्रोसेसको सोल अथोरिटी पार्लियामेन्टमा हुन्छ, पार्लियामेन्टले ल बनाउनु पर्छ। अनि कार्यकारी प्रमुख प्रधानमन्त्री चाहिँ जनताबाट चुनेर आयो भने उसलाई कानुन बनाइदिने त पार्लियामेन्ट हो। अब पार्लियामेन्टमा उसको मेजोरिटी, उसको पार्टीले मेजोरिटी लिएर आएन भने अनि प्रधानमन्त्री र पार्लियामेन्टको बिचमा शक्ति सङ्घर्ष हुन्छ। पार्लियामेन्टले म तिमीलाई बजेट पनि दिन्न भन्न सक्छ, तिम्रो तलब सुविधा पनि म रोकिदिन्छु भन्न सक्छ, म कर्मचारी प्रशासन पनि दिन्न भन्न सक्छ पार्लियामेन्टले, कर्मचारीलाई बजेटै दिन्न भन्न सक्छ पार्लियामेन्टले। त्यसले गर्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति जे भए पनि मैले भने प्रधानमन्त्रीमा हामी त्यति धेरै डिस्कसन गर्नु पर्दैन, एउटा मुलुकमा भएको त्यो पनि फेलियर हो होइन। राष्ट्रपति धेरै मुलुकमा छ, करिब 45वटा मुलुकमा राष्ट्रपति छन् होइन। त्यसले गर्दा यो इलेक्टेड एक्जिक्युटिभका पनि दुईटा मोडलहरू छन्, फुल एक्जिक्युटिभ इलेक्टेड मोडल र सेमी प्रेसिडेन्टियल इलेक्टेड मोडल दुईटा छन् होइन। यो जुनसुकै विधिमा हामी गए पनि यसको सबभन्दा ठुलो डिमेरिट के हो भने पार्लियामेन्ट र एक्जिक्युटिभ हेडको बिचमा टसल हुन्छ, पावर स्ट्रगल हुन्छ। पावर स्ट्रगल भएपछि स्थिरता हुँदैन, स्थिरता नभइसकेपछि पार्लियामेन्टले ल बनाउन पनि सक्दैन, त्यसपछि विकास पनि हुँदैन। यो विकास र स्थिरतासँग प्रत्यक्ष जोडिएको इस्यु हो। अनि त्यस्तो भयो भने सरकार कसरी गठन हुन्छ भन्दा अब पार्लियामेन्टका मेम्बरहरूको बिचबाट त्यो त जस्तो संविधानमा व्यवस्था गर्यो त्यस्तै हुने हो होइन। कस्तो हुन्छ भनेर हामीले परिकल्पना गर्ने भन्दा पनि संविधानमा जस्तो गर्यो त्यस्तै हुने हो। अब डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टर तिर गइयो भनेदेखि क्याबिनेटका मेम्बरहरू, मन्त्री परिषदका सदस्यहरू पार्लियामेन्टबाट लिने पनि हुनसक्छ। अनि संविधानमा पार्लियामेन्टबाट बाहिरको मान्छेहरूलाई
विभिन्न विधाको विज्ञहरूलाई एक्सपर्टहरूलाई सरकार बनाउनका लागि मन्त्रीको रूपमा नियुक्त गर्ने भन्ने पनि हुनसक्छ। जुन अहिले पनि छ त्यो व्यवस्था होइन, अहिले हाम्रोसँग पनि संविधानमा व्यवस्था गरिएको छ, बाहिरबाट पनि हामीले मिनिस्टरलाई चाहिँ अपोइन्ट गर्न मिल्छ Only for 6 month। त्यस्तो पनि व्यवस्था होइन, छ। only for 6 month हो हाम्रोमा। त्यस्तो भयो भने पनि फेरि एकछिन पार्लियामेन्टबाट बाहिर लिएर आयो भने पनि डेमोक्रेसी भनेकै एकाउन्टेबल टु द पिपुल, एकाउन्टेबल टु द पार्लियामेन्ट हो। डेमोक्रेसी कोर भ्यालु नै यही हो भनेपछि बाहिरबाट हामीले मन्त्री नियुक्ति गऱ्यौँ भने त्यो मन्त्रीले गरेको पर्फर्मेन्सको बारेमा प्रश्न कहाँ उठ्छ? पार्लियामेन्टमा उठ्छ। जवाफ दिन त पार्लियामेन्टमै जानु पर्यो मन्त्री। अनि त्यो मन्त्रीको जवाफबाट पार्लियामेन्ट सन्तुष्ट भएन भने अगेन त्यहाँ पावर स्ट्रगल हुन्छ। त्यो मन्त्री कन्टिन्युटी हुने सम्भावना हुँदैन। तिम्रो मन्त्रीको कुरा म सुन्दिनँ भन्न सक्छ पार्लियामेन्टले। त्यसले गर्दाखेरि यस्ता जटिलताहरू चाहिँ आउँछन्। त्यही जुन अब तपाईँले भने जस्तै इजरायलमा पनि फेल भयो यो 2000, सायद नेतन्याहु हुनुहुन्थ्यो होला त्यति बेलाको। यो 2001तिर इजरायल श्रीलङ्कामा पनि यो अभ्यास चाहिँ ल्याइएको थियो होइन। यसका अब यति धेरै यसको चाहिँ डिमेरिट्सहरू छन् होइन। त्यही पनि अब सासाना पार्टीहरूद्वारा चाहिँ राजनीतिक पार्टीले पनि त उठाएको मुद्दा हो यो होइन। उहाँले उठाउनुको चाहिँ मेन रिजन चाहिँ के होला त? यो नै ल्याउनुपर्छ भन्ने कुराहरूमा चाहिँ डाइरेक्ट इलेक्टेड प्रेसिडेन्टको कुरा गरेको छ नेपालमा होइन। प्राइम मिनिस्टरको कुरा संविधान सभाको बेलामा नेकपा एमाले उठाएको थियो, त्यो बाहेक कसैले पनि उठाएको थिएन। नेकपा एमाले पछि त्यो मुद्दालाई स्थगित गर्यो, डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टरको कुरालाई स्थगित गर्यो। अहिले त डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टरको कुरा त कसैले उठाएको छैन, प्रेसिडेन्टको कुरा मात्रै उठाएको छ। अब यो कुरा किन उठ्छ भन्दाखेरि यो कुरा उठ्ने पोलिटिकल रिजन चाहिँ के हो भने एउटा यसको सकारात्मक कुरा, यसको पक्षपातीहरूले गर्ने आर्गुमेन्ट के हो भने यसले स्थिरता दिन्छ भन्ने हुन्छ। डाइरेक्ट पिपुलबाट इलेक्टेड भएर आइसकेपछि 5 वर्षको लागि सरकार स्थिर हुन्छ। 5 वर्ष सरकार स्थिर भइसकेपछि विकास र निर्माणमा सरकार लाग्न पाउँछ। पोलिटिकल अनस्टेबिलिटी हुँदैन। यसको सबभन्दा मेरिट भनेकै त्यही हो, सबभन्दा राम्रो पक्ष भनेकै त्यही हो। र दोस्रो यसको राम्रो पक्ष भनेको डाइरेक्ट इलेक्टेड प्रेसिडेन्ट भयो भने पार्लियामेन्टप्रति ऊ डिपेन्डेन्ट हुनु पर्दैन। उसका प्रोग्राम, पोलिसी र प्लानहरू उसले आफू अनुकूलको प्रोग्राम लन्च गर्न सक्छ होइन। जनतामा उसले चुनाव लड्दा जे म्यानिफेस्टो लिएर गएको थियो त्यो म्यानिफेस्टोको आधारमा उसले आफ्ना प्लान प्रोग्रामहरू चाहिँ लिएर जान सक्छ जनतामा भन्ने यसका मेरिट पक्षहरू चाहिँ हुन्। अब नेपालमा यो किन उठेको छ भन्दा तेस्रो यसको मेरिट पक्ष के छ भन्दाखेरिमा कोही मान्छेलाई म असाध्यै पपुलर छु भन्ने लाग्छ होइन। कहीँ गयो 2000, 4000, 5000 का भिड हुन्छन्, मान्छेहरू फोटो खिचाउन आए हुन्छन्, सेल्फी उसँग खिचाइरहेको हुन्छन्, डिस्कोमा जाँदा पनि उसँग त्यति नै मान्छेहरू हुन्छन् होइन। पब्लिक प्रोग्राममा त्यति नै मान्छेहरू उसँग हुन्छन्, सडकमा हिँड्दा त्यति नै मान्छेहरू हुन्छन्। त्यसैले म असाध्यै पपुलर छु। जब म असाध्यै पपुलर छु र पिपुलले मलाई मन पराइरहेको छ भने म किन अरूको भर पर्ने, म पिपुलकै भर पर्छु। त्यसैले डाइरेक्ट इलेक्टेड प्रेसिडेन्ट सिस्टममा गयो भने पिपुलले मलाई चुज गर्छ अनि म चाहिँ राष्ट्र प्रमुख हुन्छु भन्ने लाग्छ। र पपुलर हुन चाहने व्यक्तिहरूले, पोलिटिसियनहरूले उठाउने यो मुद्दा हो। अब त्यो पपुलारिटीको टेस्ट कसरी हुन्छ भन्दा निर्वाचनबाट हुन्छ। तर हामीले हेऱ्यौँ हाम्रो पछिल्लो त्यो पपुलिजमको हावा अहिले संसारभरिमै चलेको छ। त्यसैको बासिटा हो नेपालमा अहिले उठेको चाहिँ मैले भने हिजो पनि उठेको थियो संविधान सभाकोमा यो मुद्दा। अहिले उठेको चाहिँ पपुलिजमको हावाले यो उठेको छ होइन। अब त्यो पपुलिजमको हावाको हामीले पछिल्लो उदाहरण हेऱ्यौँ भने युक्रेनको जेलेन्स्की होइन। जेलेन्स्की एउटा पपुलर सिङ्गर थिए, उनले जता जाँदा पनि धेरै मान्छे आउँथे। तर त्यहाँ के भयो भन्ने कुरा हामी परिणामबाट जानकार छौँ। त्यसले गर्दाखेरि कोही मान्छेले म असाध्यै पपुलर छु, म शासन व्यवस्था गर्छु भन्ने लाग्यो भने त्यस्ता मान्छेहरूले यो मुद्दालाई बढी उठाएका हुन्छन्। र नेपालमा दुःखद पक्ष के छ भने पार्लियामेन्ट्री सिस्टम छ होइन। हिजो राजाले कु गरे, राजा महेन्द्रले पनि पार्लियामेन्ट्री सिस्टम फ्याँके, राजा ज्ञानेन्द्रले पनि कु गरे, त्यो भएर हामी गणतन्त्रमा गयौँ।
गणतन्त्र भनेको यस्तो व्यवस्था हो, जनताले आफ्नो शासक आफैले चुन्ने हो, यति राम्रो व्यवस्था, म जनता भएर सोच्दा मेरो मालिक म आफै चुन्छु, यो त सबभन्दा राम्रो कुरा हो नि। तर त्यो भने पनि पोलिटिकल स्टेबिलिटी भएन। पोलिटिकल स्टेबिलिटी नभएको हुनाले अब स्थिरता र विकासको लागि चाहिँ डाइरेक्ट इलेक्टेड प्रेसिडेन्ट ल्याउँ भन्ने एउटा स्वाभाविक, सहज र विदाउट बायस पिपुलले पनि यो कुरा चाहिँ उठाइरहेको छ। तर जसले यसको हिस्ट्री बुझेको छ, दुनियाँलाई पढेको छ, यसको रिस्क फ्याक्टरहरू बुझेको छ, त्यो मान्छेले सायदै डाइरेक्ट इलेक्टेड प्रेसिडेन्टियल सिस्टम वा एक्जिक्युटिभ सिस्टमको पक्षमा उसले आर्गुमेन्ट गर्नलाई गाह्रो हुन्छ। त्यसमा पनि हाम्रो नेपालको अवस्था त भिन्न छ। जसरी अब आज भनिएका जुन शीर्ष नेताहरू छन् होइन, हिजोको समयमा उहाँहरू पनि आज उदइरहेका जस्तै मिरज ढुङ्गाना, प्रवेश दाहाल जस्तै व्यक्ति त हो नि होइन, उहाँहरूले पनि एक हिसाबमा जनताकै लोकप्रियता पाएर र आज पावरमा आउनुभयो। तर जब के भेटियो भन्दाखेरि हामीले के पनि देख्न सक्छौँ भने कुनै पनि व्यक्तिलाई वा कुनै व्यक्तिलाई चाहिँ एब्सोल्युट पावर दियो भने करप्ट हुन्छ भन्ने कुराहरू देखिएको छ। ज्वलन्त उदाहरण पनि छ हामीसँग होइन। अब यो देख्दै गर्दाखेरि चाहिँ जसरी तपाईँले अघि डेडलक हुन्छ भन्नुभयो, यो सिस्टम ल्याउँदै गर्दाखेरि चाहिँ एउटा चाहिँ पावर सङ्घर्ष हुन्छ भन्नुभयो होइन, यसका अरू पनि डिमेरिट्सहरू के हुन सक्छन् त भन्ने कुराहरू पनि हामीले चाहिँ यही छलफल मार्फतबाट चाहिँ हामीले अरूहरूलाई पनि दिन चाहन्छौँ। सो सरले चाहिँ यसको डिमेरिट्सहरू पनि अझै खुलस्त रूपमा भनिदिनु। डिमेरिट्स चाहिँ कस्तो हुन्छ भने कुनै पनि देशको संविधानमा कस्तो पोलिटिकल सिस्टम राख्ने भन्ने कुरा चाहिँ त्यो देशको जियो पोलिटिकल सिचुएसन एक हेर्नुपर्छ। दोस्रो त्यो देशको सामाजिक बनोट कस्तो छ भन्ने हेर्नुपर्छ। सोसल स्ट्रक्चर कस्तो छ, त्यो भनेको भाषा, धर्म, संस्कृति, सोसल स्ट्रक्चरभित्र यो पर्छ। जहाँ सोसाइटीमा विविधता छ होइन, हाम्रोमा 101 वटा अफिसियल ल्याङ्ग्वेज छ होइन, हाम्रोमा मेजर धर्म भनेको हिन्दू धर्म मोर देन 80 भए पनि हाम्रोमा अरू धर्महरू पनि छन् होइन। धर्ममा विविधता छ, भाषामा विविधता छ, संस्कृतिमा विविधता छ। अनि हाम्रो यो कास्ट सिस्टम जुन छ त्यो कास्ट सिस्टममा विविधता छ होइन। खस आर्यदेखि लिएर दलित, सबभन्दा डिप्राइभ कम्युनिटी दलित होइन, त्यसमा पनि मधेसी दलितहरू अझ डिप्राइभ कम्युनिटी। यस्तो खालको मुलुकमा चाहिँ यदि हामीले डाइरेक्ट इलेक्टेड प्रेसिडेन्टियल सिस्टममा गयौँ भने कहिले पनि डिप्राइभ कम्युनिटीको मान्छे हेड अफ द स्टेट हुन सक्दैन। एक्ज्याक्टली त्यही ठ्याक्कै हो, त्यही तपाईँले भनेको त्यो। त्यही भएर हामीले जानी बुझिकन संविधान सभापछि पहिलो प्रेसिडेन्ट को भयो, मधेसी कम्युनिटीको हुनुभयो। दोस्रो र तेस्रो प्रेसिडेन्टको हुनुभयो वुमेन कम्युनिटीको हुनुभयो होइन। सायद अब तेस्रोमा जनजाति वा दलित होइन, सुभाष नेमाङको नाम पनि आएकै थियो त्यो बेलामा, बितेर जानुभयो दुर्भाग्य, कन्स्टिट्युएन्ट एसेम्ब्लीको प्रेसिडेन्ट हुनुहुन्थ्यो होइन। अरू पनि त्यो कम्युनिटीको लिडर हुनुहुन्छ। त्यसैले हाम्रो जस्तो सामाजिक बनोट र विविधता भएको मुलुकमा यदि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गऱ्यौँ भने रुलिङ क्लासले नै जित्ने हो। त्यो रुलिङ क्लास भनेको आजको दिनमा म हो, तपाईँ हो, खस आर्य हो, हामी रुलिङ क्लास हो। पछाडिको क्षेत्रले पनि त त्यसरी भोलि आउनु पाएन होइन, पछाडिको क्षेत्र पनि आउनु सक्दैन। दलितलाई हामीले 13% रिजर्भेसन दिएका छौँ, तर डाइरेक्ट इलेक्टेड तपाईँको पार्लियामेन्टमा जम्मा एकजना एमालेको छविलाल विश्वकर्माले जित्नु भएको छ यो विघटित भएको प्रतिनिधि सभामा। भनेपछि बहुत गाह्रो छ डिप्राइभ कम्युनिटीलाई डाइरेक्ट इलेक्सनमा जितेर आउन। त्यो हिसाबले पनि हामीले चाहिँ त्यो डाइरेक्ट इलेक्टेड राख्यौँ भने चाहिँ पोलिटिकल पार्टीहरूले आफ्नो विजडम प्रयोग गर्ने ठाउँ पाउँछन् र अनि त्यो कम्युनिटीलाई पनि यो मेरो देश हो, यो मेरो भूगोल हो, यो मेरो प्राइड हो भन्ने कुरा उसले फिल गराउन सक्छौँ। त्यो भएको कारणले गर्दाखेरि यो हाम्रो सामाजिक जुन बनोट छ यो बनोटको पनि हाम्रा लागि यो सिस्टममा जानका लागि अर्को डिमेरिट हो। र त्यस्तै अर्को डिमेरिट भनेको हामी पटक हाम्रो जियो पोलिटिकल सिचुएसन भन्छौँ। मैले पनि 2-3 पटक यो वर्ड प्रयोग गरिसकेँ। म फेरि पनि पृथ्वीनारायण शाहलाई सम्झिन चाहन्छु। उहाँको
एकदमै पपुलर भनाइ होइन, नेपाल दुई ढुङ्गा बिचको तरुल हो होइन। तरुल कति कमल हुन्छ होइन, ढुङ्गा कति सारो हुन्छ। तरुल आफ्नै ठाउँमा बसेको हुन्छ, यताको ढुङ्गा अलिकति सर्यो भने पनि तरुललाई नै घाइते हुन्छ, यताको ढुङ्गा अलिकति सर्यो भने पनि तरुल नै घाइते हुन्छ। यो जियो पोलिटिक्सलाई हामी बदल्न सक्दैनौँ नि। नागरिकको छिमेकी बदलिन सक्छ, देशको छिमेकी बदलिन सक्दैन। छिमेकीमा झगडा भयो भने हामी घर बेचेर अर्को ठाउँमा जान सक्छौँ वा छिमेकी जान सक्छ, तर देशको सीमा त बदलिँदैन। चन्द्र सूर्य रहेसम्म, संसार रहेसम्म नेपाल त्यही दुईटा ठुला शक्तिशाली तरुलको बीच के अरे ढुङ्गाको बीचको तरुल नै हो। अब यो तरुलमा यताको ढुङ्गा सर्छ कि यताको ढुङ्गा सर्छ भनेर हामी त्यो सतर्कतापूर्वक बसिरहेको अवस्थामा यदि नेसनको सम्पूर्ण पावर हामीले एउटा व्यक्तिलाई दियौँ भने एकातिरको ढुङ्गातिर त्यो प्रभावित भयो भने अर्कोतिरको ढुङ्गा आउँछ र तरुलको अस्तित्व समाप्त हुन्छ। त्यो भएको कारणले ठ्याक्कै सरको मैले क्वेसनमा चाहिँ के राख्न चाहेँ भने ठ्याक्कै हामी तपाईँले भने जस्तै हाम्रो जियो पोलिटिक्स चाहिँ एकदमै संवेदनशील कुरा पनि हो नेपालको लागि होइन। हाम्रो अधिकांश हामीले चाहिँ विकासका लागि हामी बाहिरीय देशसँग पनि अनुदान वा यस्तै कुराहरूमा हामी निर्भर छौँ। भोलि गएर पपुलिजमकै आधारमा कोही यस्तो नेता आउनुभयो जसले चाहिँ भोलि गएर डिप्लोमेटिक रिलेसन राख्न नसक्ने अवस्था भयो भने नेपालको अवस्था चाहिँ के हुन्छ बाहिर। हामीले चाहिँ भोलि गएर चाहिँ यसको जुन बाहिर फरेन पोलिसीहरूमा पनि हेर्नुपर्ने हुन्छ होइन। फरेन पोलिसीमा चाहिँ कस्तो इम्प्याक्ट पर्छ भन्ने क्वेसन मैले अघि नै भने फरेन पोलिसीमा कस्तो इम्प्याक्ट पर्छ भन्दा एउटा मान्छेमा सम्पूर्ण पावर दिने बित्तिकै र पार्लियामेन्टको भूमिका कम हुन्छ। डाइरेक्ट इलेक्टेड प्रेसिडेन्टमा पार्लियामेन्टको त खालि ल मात्रै पास गर्ने हुन्छ, फरेन पोलिसी हेड अफ द स्टेटमै हुन्छ सबै होइन। फिस्कल पोलिसी उसकै हातमा हुन्छ होइन, सेक्युरिटी उसकै हातमा हुन्छ होइन, सेना उसकै हातमा हुन्छ, पार्लियामेन्टको रोल असाध्यै नगर्ने हुन्छ त्यस्तो बेलामा होइन। त्यसैले त्यो एउटा व्यक्तिलाई प्रभावित गरिदियो कुनै मुलुकले भने त्यो व्यक्ति त्यतै जाने सम्भावना हुन्छ र मुलुकको सार्वभौम सत्ता नै खतरामा पर्छ। 1970 को हिजो त्यो कुरा हो, तपाईँहरू कतिले पढ्नु भएको छ होइन। सिक्किम त इन्डिपेन्डेन्ट कन्ट्री थियो। इन्डिपेन्डेन्ट कन्ट्री सिक्किममा के भयो भने चुनाव भयो, पार्लियामेन्टको चुनाव भयो। राजा थिए त्यहाँ चोग्याल भन्ने, अनि लेन्डुप दोर्जेको पार्टी थियो त्यहाँ, पपुलर पार्टी थियो। लेन्डुप 32 सिटको लागि इलेक्सन भयो 1970मा। 32 सिटको लागि भएको इलेक्सनमा राजा चोग्यालको पार्टीले 4 सिट जित्यो, लेन्डुप दोर्जेको पार्टीले 28 सिट जित्यो। त्यो 28 सिट जित्नका लागि र पार्लियामेन्टमा त्यो ह्युज मेजोरिटी ल्याउनका लागि सम्पूर्ण हाम्रो छिमेकी मित्र भारतले लगानी गर्यो। पपुलर मान्छेहरू पठाइदियो, पैसा पठाइदियो र पार्लियामेन्टमा भोटिङ भयो। पार्लियामेन्टमा भोटिङ भएर अब सिक्किम भारतको एउटा अङ्ग हुने भनेर अनि भारतमा गएर गाँसियो। ठुलो मुलुकको छेउको सानो मुलुकको यदि कोही एउटा व्यक्तिमा पावर हामीले सेन्ट्रलाइज गऱ्यौँ भने के हुन्छ भन्ने यही उदाहरण काफी छ नि। त्यसले गर्दा यो त्यति खतरा छ। त्यसैले जेनजी मुभमेन्टमा लागेका साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँहरूको पवित्र भावनालाई म सम्मान पनि गर्न चाहन्छु। तपाईँहरूले मुलुकको अस्तित्व मेट्नका लागि यो कुरा उठाउनु भएको होइन, मलाई पुरा विश्वास छ। तपाईँहरूको विकास र परिवर्तनप्रतिको भोक हो तपाईँहरूको। छिटो विकास होस् होइन, हाम्रो नयाँ पुस्ताहरू विदेश जान नपरोस्, एयरपोर्टको दैनिक लाइन बन्द होस्। त्यो बन्द हुने भनेको एउटा राम्रो शासक आओस्, 5-5 वर्ष शासन चलाओस्, उसलाई कसैले डिस्टर्ब नगरोस् र विकास फटाफट होस् भन्ने पवित्र चाहनाले यो मुद्दा उठाएको उहाँहरूले। देश कमजोर होस्, सार्वभौम सत्ता समाप्त होस् भन्ने हिसाबले उहाँहरूले उठाएको होइन। त्यो पवित्र चाहनाको म सम्मान गर्छु, गर्नु पनि पर्छ र यो मुद्दालाई टोटल्ली खारेज वा इग्नोर गर्न पनि सकिँदैन, यो बहसकै विषय हो। तर यस्ता संवेदनशीलताहरूलाई हामीले हेरेनौँ भने, सम्पूर्ण पावर एउटा व्यक्तिमा केन्द्रित गऱ्यौँ भने हामीमा जातीय द्वन्द्व हुने, धार्मिक द्वन्द्व हुने, सामाजिक यो हाम्रो संरचना खलबलिने र विदेशीहरूको चलखेल बढ्ने र अन्ततोगत हाम्रो सार्वभौम सत्तामाथि नै प्रश्न उठ्न सक्ने भएको हुनाले यो
विषयमा जसले बहस गरिरहनु भएको छ संसारको राजनीतिक इतिहास, नेपालको राजनीतिक इतिहास र दक्षिण एसियाको राजनीतिक इतिहासलाई एकचोटि 3 दिन तपाईँहरूले अध्ययन गर्नु हो भने मलाई विश्वास छ जसले यसको एडभोकेटिङ गरिरहनु भएको छ उहाँहरूले आफ्नो मत परिवर्तन गर्न उहाँहरू बाध्य हुनुहुन्छ। यसको एउटा सबल पक्ष चाहिँ एउटा त्यो स्टेबल गभर्मेन्ट हुन्छ मात्र हो कि अरू पनि यसका राम्रा पक्षहरू पनि छन् यसभित्रमा चाहिँ? अरू पनि मैले अलिक अघि भने स्टेबल गभर्मेन्ट हुन्छ भन्ने कुरा एउटा हो र एउटै व्यक्तिको प्रोग्राम पोलिसी पास हुन्छ क्या। म विकासको यो मोडलमा मुलुकलाई अगाडि बढाउँछु भन्छ नि त उसले होइन। जस्तो कहिले उत्तर दक्षिण रेलको कुरा गर्ला, कहिले पूर्व पश्चिम रेलको कुरा गर्ला होइन। विकासका विभिन्न मोडलहरू छन्। कसैले चाहिँ के भन्ला भनेदेखि यो जति पनि जग्गा जमिन छ हाम्रोमा बाँझो बसेको जग्गा जमिनहरू छ त्यो सबै सिज गर्ने होइन, कम्पन्सेसन दिएर सिज गर्ने भन्ला, कम्पन्सेसन नदिकन सिज गर्ने भन्ला होइन। यी विकासका विभिन्न जुन मोडलहरू छन्, जुन मोडल उसले इलेक्सनमा लिएर जान्छ र ऊ जित्यो भने पिपुलको म्यान्डेट उसले प्राप्त गर्छ, आफ्नो प्रोग्राम र पोलिसीमा मुलुकलाई लैजान सक्छ क्या। स्टेबिलिटी एउटा कुरा हो र दोस्रो प्रोग्राम एन्ड पोलिसीको आधारमा मुलुकलाई अगाडि बढाउन सक्छ, दोस्रो कुरा हो। र तेस्रो भनेको बारम्बारको अस्थिरताको अन्त्य हुने र जुन पोलिटिकल कन्फ्रन्टेसनले जुन विकृति निम्त्याउँछ नि, सरकार परिवर्तन हुने अनि त्यो सरकार परिवर्तन हुँदा मेजोरिटी गेन गर्नका लागि प्रधानमन्त्रीले वा मुख्यमन्त्रीले सांसदहरूलाई खरिद बिक्री समेत गर्नुपर्ने हामीले जुन विगत बिटर एक्सपिरियन्सहरू हामीले देख्यौँ नि, संसदीय व्यवस्थाभित्रका जुन विकृतिहरू छन् नि, त्यो विकृति हुँदैन। किनभने ऊ पार्लियामेन्टप्रति डिपेन्डेन्ट हुँदैन। उसले पार्लियामेन्टका मेम्बरलाई मन्त्री नबनाउन सक्छ। बाहिरका व्यक्तिहरूलाई मन्त्री बनायो भने पार्लियामेन्टमा मेरो मेजोरिटी छ कि छैन भन्ने कुरामा उसले ध्यान दिनु पर्दैन। ध्यान नदिने बित्तिकै उसले आफ्नो ढङ्गले मुलुकलाई लैजान सक्छ र करप्सन पनि कन्ट्रोल गर्न ऊ यदि सही मान्छे पर्यो भने करप्सन कन्ट्रोल गर्न सक्छ। प्रोग्राम एन्ड पोलिसी इजिली उसले लैजान सक्छ र स्टेबिलिटी हुन्छ। यसका मेरिट पक्षहरू ती हुन्, तर जति मेरिट छन् तीभन्दा बढी यसका डिमेरिट देखिन्छ। त्यसो भए यसमा भएन हामीले डिमेरिट्सहरू पनि हेर्दै गर्दाखेरि चाहिँ अब यो जुन तपाईँले भन्नुभयो अघि सुधारिएको हाम्रो चाहिँ पार्लियामेन्टरी सिस्टम छ भन्नुभयो होइन, यसमा सायदै हामीले स्टेबल बनाउनलाई नै होला, गभर्मेन्ट स्टेबल बनोस् भनेर 2 वर्षसम्म चाहिँ हामीले मोसन अफ नो कन्फिडेन्स ल्याउन मिल्दैन भन्ने कुराहरू पनि छ होइन। अब यस्तै खालका अरू पनि यसमा चाहिँ सुधार्न सकिने पक्षहरू छन् कि छैनन् भन्ने प्रश्न पनि मैले यहाँलाई राख्न चाहेँ। हामीले यो संविधान निर्माण गर्ने बेलामा एज एन एक्सपर्ट म पनि इन्भल्भ थिएँ होइन। यो संविधान निर्माण गर्ने बेलामा हामीले खास गरिकन 47 सालको संविधानदेखि पार्लियामेन्टभित्र जे विकृत अभ्यासहरू भए त्यो विकृत अभ्यासहरू रोक्नका लागि वेस्टमिनिस्टर पार्लियामेन्ट्री सिस्टमभन्दा 3वटा कुरामा फरक गऱ्यौँ। त्यही भएर हामीले यसलाई सुधारिएको भन्यौँ। एउटा के गर्यौँ भन्दा अघि तपाईँले भने जस्तै निर्वाचन भएको अथवा सरकार गठन भएको 2 वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भन्यौँ, एक। दोस्रो, अविश्वासको प्रस्ताव जसले राख्छ त्यो अविश्वासको प्रस्ताव राख्दाखेरि नै मैले पार्लियामेन्टमा यो प्रस्तावले जित्यो भने मेरो प्राइम मिनिस्टर यो हुनेछ भनेर उसको नामै पहिल्यै किटान गरेर जानुपर्ने। पहिला 47 सालमा त्यस्तो थिएन होइन। त्यो दोस्रो कुरा गऱ्यौँ हामीले। र तेस्रो, हामीले पार्लियामेन्ट्री सिस्टममा रिफर्म के गर्यौँ भने पार्टी विभाजन भयो वा सरकारमा संलग्न दलले समर्थन फिर्ता लियो भने प्रधानमन्त्रीले विश्वासको मत पार्लियामेन्टमा लिनुपर्ने भन्ने यो 3टा नयाँ कुरा हामीले गरेको हुनाले यसलाई हामीले रिफर्म पार्लियामेन्ट्री सिस्टम भनेर भने हो होइन। अब अहिले यो 10 वर्षको संवैधानिक अभ्यास जे भयो म पनि सेटिस्फाइड छैन। राम्रो गर्नका लागि बनाइएको संविधानमा नराम्रा अभ्यासहरू भए र नराम्रा अभ्यासहरू के भए भन्दा सरकारलाई 2 वर्षभित्र अविश्वासको प्रस्ताव राख्न नपाइने त भन्यौँ, तर सरकारको विरुद्धमा
के अरे पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो वा रुलिङ पार्टी विभाजित भयो भने प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेर हामीले त्यहीँ राख्यौँ साइमल्टेनियसली। अविश्वासको प्रस्तावद्वारा रोकिएको विश्वासको प्रस्तावद्वारा फेरि उही ठाउँमा हामी गयौँ र पटक पटक सङ्घमा र प्रदेशमा पनि के भयो भने पार्टीहरू विभाजन हुने, विभाजन भइसकेपछि समर्थन फिर्ता लिने, लुपोल्स जस्तै होइन, लुपोल्स भयो। त्यो कारणले गर्दा जे कारणले यो रिफर्म पार्लियामेन्ट्री सिस्टम भनेका थियौँ हामी घुमी फेरि कहाँ पुग्यौँ, त्यही नै पुग्यौँ। त्यसले गर्दा यसमा अब हामीले रिफर्म गर्न, संशोधन गर्न जरुरी छ। संविधान संशोधन हुनै पर्छ। म बार एसोसिएसनको 2 चोटि लिडरसिपमा बसिसकेको मान्छे हुँ। बार एसोसिएसनले संस्थागत रूपमा नै संविधान संशोधनको मुद्दा उठाएको छु, यो जेएनजी मुभमेन्ट हुनुभन्दा 2 वर्ष अगाडिदेखि। म व्यक्तिगत रूपमा संवैधानिक कानुनको विद्यार्थीको हैसियतले धेरै लेखहरू मैले लेखेका छु, अन्तर्वार्ताहरूमा भनेको छु, आफ्नो ओपिनियन राख्दै आएको छु कि अब संविधान संशोधन गर्ने बेला भइसक्यो भनेर भनेको छु। त्यसले गर्दा संविधानमा संशोधनको गुन्जायस छ, त्यसको आवश्यकता पनि छ। पार्लियामेन्ट्री सिस्टम नै सबै पोलिटिकल पार्टी र अघि मैले भनेको सबै जात जाति धर्म सम्प्रदायलाई सन्तुलनमा राख्ने एउटा उत्तम विधि हो नेपालको सन्दर्भमा। त्यसैले पार्लियामेन्ट्री सिस्टमको कोर भ्यालुज र नर्म्सबाट हामी बाहिर जान सक्दैनौँ, तर यसमा रिफर्मको आवश्यकता छ। त्यो रिफर्म यो विगत 10 वर्षमा देखिएका गलत अभ्यासहरूलाई सच्याउनका लागि आज जुडिसियरीमा विवाद देखिएको छ, एक्जिक्युटिभ त विवादको तारणै भएको छ, अनि पार्लियामेन्ट पनि विवादभन्दा बाहिर छैन। हाम्रा सबै कन्स्टिट्युसनल मेकानिजमहरूको क्रेडिबिलिटी लुज भएको छ, पिपुलको ट्रस्ट यसले गुमाएको छ, धेरै कुराहरू छन्। त्यसले गर्दाखेरि पिपुलको ट्रस्ट यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा फेरि रिगेन गर्नका लागि हामीले संविधानमा संशोधन गर्नै पर्छ। त्यो संशोधन कस्तो गर्ने, के विषयमा गर्ने भन्ने अलि लामो डिस्कस गर्नु जरुरी छ। त्यो भनेको आउने पार्लियामेन्टले गर्छ। यसमा ठ्याक्कै सरले चाहिँ अब संशोधन त गर्नु पर्यो भन्नुभयो होइन। अब केही कुराहरू त होला नि, मुद्दाहरू हिजोको दिनमा पनि उठेको होला नि, कुनै धाराहरू यो विशेषमा चाहिँ हामीले अझै लुपोल्स देखाएको छौँ, यसमा चाहिँ संशोधन गर्नुपर्छ भनेर छ कि यसो न्यारो डाउन गरेर हामीले हेर्दै गर्दाखेरि चाहिँ के विषयमा चाहिँ संशोधन गर्दा चाहिँ हुन्छ होला? यस्तो छ, मेरो चाहिँ यसमा के छ भन्नुहुन्छ भने पहिला हामीले यो 10 वर्षको अभ्यासको आधारमा सम्पूर्ण कन्स्टिट्युसनको रिभ्यू 3टा स्टेजमा हुनुपर्छ भन्छु म। यो संशोधन पहिला रिभ्यू गरौँ, रिभ्यू गर्दा एक्सपर्टहरू राखेर गरौँ, अनि त्यो रिभ्यूको जुन रिपोर्ट आउँछ नि, त्यो रिपोर्टले कस्तो रिपोर्ट आउँछ, अनि त्यो रिपोर्टको आधारमा अमेन्डमेन्टका एजेन्डाहरू तयार गरौँ। सेकेन्ड फेज भयो। अनि थर्ड फेजमा ती एजेन्डाहरू पार्लियामेन्टमा लिएर जाउँ र अमेन्डमेन्ट गरौँ। त्यसो गर्दा जुडिसियरीभित्र पनि संशोधन जरुरी छ। हाम्रो जुडिसियरी एकदमै पोलिटिसाइज भयो भन्ने जुन गुनासो छ, त्यो गुनासो मात्रै होइन, यथार्थता पनि हो। म कुनै पोलिटिकल पार्टीमा भोट हाल्छु त्यो छुट्टै कुरा हो, तर जुडिसियरी आज प्रश्नको घेरामा छ। राजनीतिकरण भयो भन्ने जनताको गुनासो छ र त्यो जायज छ। जुडिसियरीमा भएको राजनीतिकरण रोक्नका लागि हामीले जुडिसियल काउन्सिल, न्याय परिषदमा संशोधन गर्नु जरुरी छ। कन्स्टिट्युसनल काउन्सिल, संवैधानिक परिषदमा संशोधन गर्न जरुरी छ, किनभने संवैधानिक परिषदमा प्रधान न्यायाधीश पदेन सदस्य हुने, अनि प्रधान न्यायाधीशसँग त्यहाँ विपक्षी दल र प्रधानमन्त्रीको भेट हुने, अनि मेरो मान्छेलाई यो यहाँ नियुक्ति गरिदिस् भने तेरो मान्छेलाई म त्यहाँ नियुक्ति गरिदिन्छु भनेर पदको साटासाट हुने। यसरी जुडिसियरी र एक्जिक्युटिभको बीचमा यो साटासाट हुने थलोको रूपमा संवैधानिक परिषद बसेको छ। त्यसैले संवैधानिक परिषदबाट चिफ जस्टिसलाई निकाल्नुपर्छ संशोधन गरेर। अनि अर्को त अझ के छ भने हामी कानुनका विद्यार्थीले त्यहाँ बसेर उहाँले कुनै व्यक्तिको नियुक्ति गर्नुहुन्छ संवैधानिक आयोगमा,
अनि त्यो नियुक्ति भएको व्यक्तिको योग्यताको बारेमा प्रश्न उठ्छ र फेरि सुप्रिम कोर्टमा मुद्दा आउँछ अनि कन्स्टिट्युसनल कोर्टमा बेन्चमा उहाँ आफूले गरेको नियुक्तिको विरुद्धको मुद्दा सुन्नुहुन्छ। यो त फेयर ट्रायल र नेचुरल जस्टिसको पनि अगेन्स्टमा छ भनेपछि संवैधानिक परिशोधन संशोधन जरुरी छ। पार्लियामेन्ट्री हियरिङ छ अर्को, हामीले न्यायाधीशहरूलाई स्वतन्त्र भन्छौँ तर पार्लियामेन्ट्री हियरिङ पास नगरिकन जब न्यायाधीशको नियुक्ति हुँदैन भने त्यो पार्लियामेन्ट्री हियरिङ भनेको त पोलिटिकल पार्टिजहरूको बिचमा हुने हो। जुडिसियल काउन्सिलले सिफारिस गरेर म न्यायाधीश हुने होइन, फाइनल रिजोर्ट त पार्लियामेन्ट्री हियरिङ हो। पार्लियामेन्ट्री हियरिङबाट म पास हुनका लागि मैले त्यो हियरिङ कमिटीमा कुन कुन पार्टीका नेता छन् तिनलाई रिजाउनु पर्यो। त्यो कारणले पनि हाम्रो जुडिसियरी पोलिटिसाइज भयो, त्यहाँ पनि संशोधन जरुरी छ। यस्ता धेरै मुद्दा हुन सक्छन्, मैले केही दृष्टान्त मात्रै दिएको। त्यसले गर्दाखेरि ओभरअल कन्स्टिट्युसनको रिभ्यू फर्स्ट फेजमा, सेकेन्ड फेजमा एजेन्डा, थर्ड फेजमा पार्लियामेन्टमा गएर यसको संशोधन गर्न जरुरी छ। अब यो ठ्याक्कै तपाईँले भनेको कुरा चाहिँ अब जुडिसियरीमा हस्तक्षेप हुन्छ भन्ने कुराहरूलाई लिएर मैले एउटा प्रश्न फेरि राख्न चाहेँ। जसरी चाहिँ हाम्रो संविधानको धारा 152मा हो क्यारे होइन, हाम्रो कुनै पनि पूर्व प्रधान न्यायाधीश चाहिँ प्राइम मिनिस्टर हुन नपाउने 132 है सरी। सो 132मा चाहिँ हाम्रो त्यो व्यवस्था गरिएको छ, जो चाहिँ पहिले रिटायर भइसक्नु भएको प्रधान न्यायाधीश चाहिँ फेरि प्रधानमन्त्रीको पदमा नहुने भन्ने कुराहरू छ। तर अहिलेको अवस्थामा हामीले जसरी चाहिँ पूर्व प्रधान न्यायाधीश अहिले प्रधानमन्त्री हुनुभएको छ सुशीला कार्की, उहाँको नियुक्तिलाई लिएर चाहिँ यसलाई चाहिँ आवश्यकताको रूपमा हेर्ने कि यसलाई चाहिँ कसरी चाहिँ हामीले हेर्न सक्छौँ? होइन, पहिलो कुरा यो सिधै संविधानको विरुद्धमा छ भन्नलाई तपाईँ हामी कानुन पढेको विद्यार्थीले भनिरहनु पर्दैन क्या। त्यो सानो अक्षर छुट्याउने एक क्लासको विद्यार्थीले पनि त्यो धारा पढ्यो भने उसलाई थाहा हुन्छ होइन। त्यसैले यो संविधानको विपरीत छ भन्ने कुरा प्रष्टै छ। अब जुन जेनजीको विद्रोह भयो त्यसले नयाँ प्राइम मिनिस्टर फेर्ने कुरा गर्यो भने जो जान तयार हुनुभयो, मेरो उहाँप्रति असाध्यै श्रद्धा छ, उहाँको इजलासमा धेरै बहस गरियो। उहाँ मेरो टिचर पनि हो, सर्टिफिकेट लेभल भन्थ्यौँ, अहिले छैन सर्टिफिकेट लेभल होइन, सर्टिफिकेट लेभलको टिचर पनि हो। हामी दिदीभाइको सम्बन्ध छ। उहाँ अनेस्ट हुनुहुन्छ असाध्यै। उहाँको अनेस्टीमा, उहाँको फेयरनेसमा कुनै प्रश्न छैन, बेदाग मान्छे हो उहाँ। तर संविधानमा त्यो व्यवस्था छ भन्ने कुरा उहाँले थाहा पाउँदै मिल्दैन भनेर उहाँले त्यसलाई अस्वीकार गर्न सक्ने क्षमता चाहिँ उहाँसँग रहेनछ। हामी रुल अफ ल र कन्स्टिट्युसनलिजमलाई बाई कल्चरल्ली एडप्ट गर्छौँ भने त्यो कुरा भन्न सक्नुपर्छ कि यो कन्स्टिट्युसनले एलाउ गर्दैन, नगरेको कुरा म एग्री गर्दिनँ भनेको भए उहाँलाई जबरजस्ती बनाउने कुरा त थिएन। त्यसको विकल्प के थियो त? त्यो समयमा हामीले हेर्दै गर्दा विकल्प के थियो त? विकल्प अरू पोलिटिसियनहरू, इन्डिपेन्डेन्ट मान्छेहरू होइन, ठुला दलहरूप्रति जेनजी पुस्ताको एकछिनका लागि आक्रोश थियो भने नेमाकिपा थियो नि प्रेम सिवाल, चित्रबहादुर केसीजी हुनुहुन्थ्यो नि पार्लियामेन्टको मेम्बर। त्यति बेला त्यो आवाजहरू सायदै नउठेर हो कि होइन, जुन जब उहाँले यो मिल्दैन, म हुन्न, विकल्प खोजौँ भनेको भए त विकल्पमा छलफल हुन्थ्यो नि त। प्रस्ताव आउने बित्तिकै उहाँले एक्सेप्ट गरिदिनु भयो अनि विकल्पमा छलफलै भएन नि त। एक हिसाबले प्रेसर हो कि जस्तो पनि मान्न सकिन्छ कि यसलाई चाहिँ, किनभने 2013 सालमा खिलराज रेग्मीकै मुद्दामा नै उहाँले नै त्यस्तो खालको एउटा चाहिँ अपोजिसनमै हुनुहुन्थ्यो यो विषयमा होइन। एक हिसाबले चाहिँ परिस्थिति आएर उहाँ चाहिँ प्रेसरमा परेको अवस्था हो कि भन्ने पनि हामी बुझ्न सक्छौँ कि यसलाई। मैले भने नि, जो मान्छेले रुल अफ ल र कन्स्टिट्युसनलिजमप्रति जसको स्ट्रङ कमिटमेन्ट छ नि, त्यो मान्छेले म जान्न भन्न सक्नुपर्छ क्या। तब मात्र त्यसलाई लोकतन्त्रवादी भनिन्छ। जस्तो सुकै ठुलो प्रेसर आओस्, मिल्दैन म जान्न भन्ने त्यो हिम्मत देखाउनु पर्थ्यो नि। त्यो मुद्दाको कुरा गर्नुभयो, त्यो मुद्दाको लिड गरेको मैले हो, उहाँको इजलासमा बहस गरेको मैले हो, अरू पनि हुनुहुन्थ्यो, लिड गरेको मैले हो। उहाँले त्यतिखेर सरकारी वकिललाई हकार्नु भएको शब्द अहिले पनि मलाई थाहा छ। ए विद्वानजी तपाईँ के बहस गर्नुहुन्छ यस्तो? यसो बाहिरतिर हेऱ्यो भने तपाईँ कहिले मन्त्री हुने भन्छन्, सर्वोच्चको न्यायाधीश भनेर मुख देखाएर हिँड्न लाज भइसक्यो भन्नुभएको थियो सरकारी वकिललाई उहाँले इजलासमा होइन।
त्यसैले त्यो स्ट्रङ कमिटमेन्ट जुन थियो त्यो कमिटमेन्ट चाहिँ उहाँले पुरा गर्न सक्नु भएन। प्रेसर त जरुर थियो, बुझ्न सक्छौँ। उहाँ दरखास्त हालेर जानुभएको पनि होइन, फेरि उहाँको चाहना त्यसरी पनि हामीले भन्नु हुँदैन। तर उहाँलाई उभ्याइयो, उहाँले इग्नोर गर्न सक्नु भएन, सक्नु पर्थ्यो। मुलुकको प्रधान न्यायाधीश भइसकेको मान्छेले संविधान विपरीतको कुरा म गर्दिनँ भन्न सक्दैन भने अरूबाट हामी कसरी आश गर्ने? ठिक छ, यो मुद्दाहरू पछि सर्वोच्च अदालतमा छ। अब यसले चाहिँ के दिन्छ सर्वोच्च अदालतले फैसला आउला यस विषयमा। अब हामी अन्त्यतिर चाहिँ अन्त्यमै छौँ। यसलाई चाहिँ अब लास्टमा डाइरेक्टली इलेक्टेड एक्जिक्युटिभ इन नेपालको चाहिँ तपाईँले चाहिँ एज अ समरी कसरी चाहिँ गर्नु, यसलाई चाहिँ हामीले के गर्न सकिन्छ, यो मुद्दालाई चाहिँ अगाडि बढाउने कि यसलाई चाहिँ किन नबढाउने भन्ने विषयमा समरी गरेर एन्ड गर्नुपर्छ। यसमा मेरो दुईवटा कुरा छ। संवैधानिक र राजनीतिक शास्त्रमा यो एउटा बहसको विषय हो। त्यसैले यो विषयलाई टोटल्ली हामीले इग्नोर गर्नु हुँदैन। जसले यसको पक्षधर्ता लियो त्यो खराब हो, तेरो कुरा म सुन्दिनँ भन्नु हुँदैन, सुन्नुपर्छ होइन, उसँग डायलग गर्नुपर्छ। र दोस्रो, यो विषय हाम्रो सन्दर्भमा उचित छ कि छैन भन्दा अघि जति हामीले छलफल गऱ्यौँ, हामी जुन जियो पोलिटिकल सिचुएसनमा छौँ, जस्तो विविधता छ र यसले भावी हामी यो व्यवस्थामा गयौँ भने एउटा खसारे बाहेक अरूले जित्ने सम्भावना छैन, यो कुरा हामीले भावी पुस्तालाई र आन्दोलन गर्ने पक्षहरूलाई पनि हामीले बुझाउन जरुरी छ। तेस्रो, यो पवित्र उद्देश्य, अघि मैले भने जेनजी मुभमेन्टमा लागेका भाइ बहिनीहरूले पवित्र उद्देश्यका साथ पोलिटिकल स्टेबिलिटी र डेभलपमेन्टको कस्टमा यो कुरा उठाइरहनु भएको छ। म त्यसलाई मान्दछु। त्यसो हो भने पोलिटिकल स्टेबिलिटी र डेभलपमेन्ट गर्ने यो संविधानमा के कुरा बाधक छ, ती बाधक कुराहरू चाहिँ संविधान संशोधनबाट हटाइदिउँ। हटाइदिइसकेपछि अनि स्टेबिलिटी र डेभलपमेन्ट सँगै जान सकिन्छ। र डेमोक्रेसीको बारेमा भन्नै पर्ने र तपाईँहरूले पनि बुझ्नै पर्ने एउटा कुरा के छ भने डेमोक्रेसी यस्तो सिस्टम हो जो कन्टेन्ट ड्रिभन होइन, प्रोसेस ड्रिभन हो। सबभन्दा राम्रो मान्छेलाई सिधै प्रधानमन्त्री बनाइदिए हुन्छ नि त। तर डेमोक्रेसीले प्रोसेसको कुरा गर्छ। चुनाव पिरियडिक इलेक्सनबाट आउनुपर्छ, उसले म्यान्डेट कहाँबाट प्राप्त गर्छ? पिपुलबाट प्राप्त गर्छ। तपाईँ सबभन्दा राम्रो एक्सपर्ट कुनै विधाको हो भने तपाईँलाई सिधै मन्त्री बनाइदिए भयो नि त, होइन? यो चाहिँ कन्टेन्ट ड्रिभन हो। तर यस्तो कहाँ हुन्छ भन्दा जहाँ डेमोक्रेसी हुँदैन त्यहाँ मात्रै हुन्छ। हिजो राजाले उनलाई राम्रा लागेका मान्छेलाई मन्त्री र प्रधानमन्त्री बनाइदिन्थे। दल खोल्न किन दिएका थिएन भन्दाखेरि दलका मान्छे आए भने विरोध गर्छन् राजतन्त्रको, त्यसैले म राम्रा मान्छे ल्याएर यो व्यवस्था चलाउँछु भनेका थिए नि त राजाले। तर त्यो डेमोक्रेटिक सिस्टम थिएन। त्यसैले डेमोक्रेसी कन्टेन्ट ड्रिभन होइन, प्रोसेस ड्रिभन सिस्टम हो। हामीले प्रोसेसप्रति विश्वास गर्नुपर्छ र त्यो प्रोसेस फेयर होस् भनेर हामीले वाचडगको भूमिका निर्वाह गर्नुपर्छ। त्यो भएर डाइरेक्ट इलेक्टेड प्रेसिडेन्ट अथवा एक्जिक्युटिभको कुरा चाहिँ के हो भन्दा यसले प्रोसेसलाई ध्यान दिँदैन, यसले कन्टेन्टलाई ध्यान दिन्छ। तर त्यो डेमोक्रेटिक हुँदैन। चाइनामा यत्रो विकास भएको छ नि, होइन? सी जिनपिङ हालिमुहाली विकास अथाह भएको छ। तर त्यहाँ हामी कहाँ जस्तो डेमोक्रेसी त छैन। हामी डेमोक्रेसी चाहने कि हामी चाहिँ कन्टेन्ट ड्रिभन सिस्टम चाहने भन्दा हाम्रो संवैधानिक राजनीतिक इतिहासले हामीलाई डेमोक्रेसीको माग गर्यो मुलुकमा, र संसारमै डेमोक्रेसी भन्दा अर्को उत्तम व्यवस्था छैन भन्यौँ भने यो डाइरेक्ट इलेक्टेड प्रेसिडेन्टियल सिस्टम चाहिँ मोर डेमोक्रेटिक होइन, यो लेस डेमोक्रेटिक सिस्टम हो। त्यो भए हुनाले मोर डेमोक्रेटिक सिस्टम भनेको पार्लियामेन्ट्री सिस्टम नै हो। यसका धेरै कमी कमजोरीहरू छन्, त्यो संविधान सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। र जेनजी मुभमेन्टमा लागेका सबै भाइ बहिनी साथीभाइहरूलाई मेरो अनुरोध छ, नेपालको राजनीति इतिहास र हामीले जुन दुःखले यो संविधान बनाएका छौँ नि, देयर इज नो एनी अदर हायर अथोरिटी देन कन्स्टिट्युन्ट एसेम्ब्ली। संविधान सभाभन्दा माथि कुन शक्ति छ? अनि एउटा व्यक्तिले उम्लो हल्लाका भरमा यो संविधान संशोधन गरिदिन्छु भन्ने, जनतालाई हेप्ने, डेमोक्रेसीलाई हेप्ने, यो त हामीले बनाएको संविधान हो त। त्यसैले जनताभन्दा ठुलो शक्ति कोही पनि छैन, यो जनताले बनाएको संविधान हो। तर यो आवरणमा
राजनीतिक दलहरूले करप्सन गरेका छन् होइन, उनीहरूले ढिलासुस्ती गरेका छन्, उनीहरूले सुशासन दिएका छैनन् भने जनताले त्यस्ता नेतालाई चुनी हराउनुपर्छ, त्यस्ता पार्टीहरूलाई छानी हराउनुपर्छ। डेमोक्रेसीमा प्युरिफिकेसन यसरी नै हुँदै जान्छ। विकसित मुलुकहरू हामी चाहे बेलायत, चाहे अमेरिका, चाहे फ्रान्स, चाहे भारत, हामीले सबै हेऱ्यौँ भने सुरुका 20, 25, 30 वर्ष यसरी नै पावर स्ट्रगलमा चलेका थिए र अलि लामो समयपछि अनि स्टेबिलिटी आएको। हामी कहाँ त पार्लियामेन्ट्री सिस्टमले 15 सालमा आयो, 17 सालमा गयो, 46 सालमा आयो, 52 सालदेखि माओवादीले हतियार उठायो, 59 सालमा राजाले संविधानमा कु गरे, 72 सालमा आयो, हामी अहिले फेरि यत्रो विध्वंस भयो। त्यसैले हामीले पार्लियामेन्ट्री सिस्टमलाई 3वटा प्रधानमन्त्री पार्लियामेन्ट्री सिस्टमले देखेकै छैन। अनि हामी भएन, नेताले गरेनन्, व्यवस्थाले गरेन, आजै चाहियो, भोलि नै चाहियो भन्छौँ। त्यो हाम्रो आवश्यकता हो, त्यो चाहिन्छ पनि, तर हामीले यो पोलिटिकल सिस्टम बुझ्नु पर्दछ। मेरो अन्तिम भनाइ यही हो, डेमोक्रेसी, रुल अफ ल र कन्स्टिट्युसनलिजम हामीलाई सबैभन्दा प्यारो कुरा हो। त्यो प्यारो कुरा भनेको संविधानभित्रबाट पाइन्छ। संविधानको विध्वंस होइन, संविधानको संरक्षण गरौँ र संविधान संशोधन गरौँ।